Hi guys, welcome back to my YouTube channel. Let's ready for the movie. आज चाहिँ म चाहिँ मुभी हेर्न जानु लागेको हो कि अनि म उठेर फ्रेस भएर रेडी हुनुपर्ने हुन्छ हैन अनि अब कति बजेको सो छ भन्दाखेरि 7:30 बजेको सो छ अनि कति बजे 5 बजिसक्यो म रेडी भएर जानुपर्ने हुनेछ गाइजहरु लेट्स गो हेलो गाइज वेलकम ब्याक म रेडी भएर पनि अब रेडी भएर निस्किसकेको छु खासमा चाहिँ मेरो दिदी र म जानु लाग्यो अनि दिदी चाहिँ म अब दिदीको बिल्डिङमा जान्छु अनि त्यहाँ गएर त्यसपछि हामी निस्किनु पर्ने हुन्छ त्यसैले माथि बस्छु कि लिफ्ट आउँदैछ लिफ्ट ढिलो भइसकेको 5:44 भइसक्यो ड्रेस चेन्ज गर्दा म कुन लगाउनु भयो क्या खासमा मैले स्पाइडरम्यानको लागि चाहिँ अहिले छिटो अर्डर गरेको थिएँ तर त्यो मैले गरेको वाला आएन कि टाइममा अब 2-3 दिनपछि आउँछ अब 2-3 दिनपछि आएपछि मलाई के काम लाग्यो मैले झन् अर्ली डेलिभरी भनेर गरेको अब आएन अनि इट्स माई आउटफिट यतिकै यो मलाई खासै मन त परिरहेको छैन कि त्यो पनि मैले अब लगाइदिएँ ढिलो भइसक्यो कि मलाई त्यति गाडी गरेर कपाल पनि कस्तो भइरहेछ अब आधी मेकअप चाहिँ त्यही गरेर गर्छु म वेटिङ फर द लिफ्ट गाइज सबै यहाँ फेरि हाम्रो रिनोभेसन भइरहेछ कि यहाँ पनि नयाँ भनेर हाम्रो नयाँ बिल्डिङ भइसक्यो यो फाइनली आयो अनि अन्य नहुनेवाला चाहिँ आइसक्यो बाहिर यस्तो गर्मी रहेछ कि यस्तो गर्मी छ कि है ओ माई गुडनेस म त यस्तो तातो बाफ आइरहेको छ कि त्यहाँदेखि मेरो दिदीको रुम चाहिँ अलिक बिल्डिङ चाहिँ अलिक टाढा छ कि कति भन्दाखेरि 15 मिनट जति टाढा छ म 15 मिनट हिँड्दा म यस्तो हुन्छ म यसरी यस्तो भिडियो बनाइरहेको थिएँ कि मैले ठ्याक्कै मैले एकजना साथी भेटेँ मैले बनाउँदाखेरि यस्तै हुन्छ क्या म भिडियो बनाइरहेको थिएँ है यति धेरै बोली लास्टमा मेरो भिडियो रेकर्ड भएर रहेनछ यस्तो हुँदाखेरि त यस्तो रिस उठ्छ नि मलाई सबैभन्दा रिस उठ्ने चिज भनेको यही हो क्या अब धेरै कुरा रिस उठ्छ बाहिर गएँ तर मैले चाहिँ भिडियो बनाउँदाखेरि अब किनभने मैले ब्याक क्यामेराबाट बनाएर हुन्छु नि त अनि ब्याक क्यामेरा बनाउँदाखेरि चाहिँ देख्दिनँ नि त अगाडि त्यही भएर घरि यसरी हेर्नुपर्ने हुन्छ भिडियो भइरहेको रहेछ अहिले चाहिँ रेडी भएको भनेको तैँले सी इज नट रेडी आई डोन्ट नो यु वान्ट टु सी मुभी अर नो ओके नो प्रब्लम त्यस्तो अझै दिदीको रुम आइसकेको छ होइन अब एकछिन यहाँनिर हाम्रो कुराकानी हुन्छ वार्तालाप हुन्छ दुईजनाको पसिना है कति कस्तो गर्मी म हुन्छ त भनेको कि अनि खोइ यताउता त्यस्तो नबोल न तिमी जे पनि बोल्छ प्लिज इग्नोर दिस ब्याकग्राउन्ड साउन्ड प्लिज एकछिन भेट्छु ल यहाँ चाहिँ दिदीले मोमो रेडी गरिसक्नु भएको छ दिदी भाग्नु भयो मेरो लागि रेडी गरिदिनु भएको रहेछ अब म एक्लै खानु तपाईँहरू नखाने सुन्दर खाँदैन तिमी र म मात्रै त हो र किन नखाने तिर यसको उसले गर्दाखेरि मलाई भोक पनि मर्यो साँच्चै भने नदेखाइ मलाई रिस उठिरहेको छ तेरो फोनमा त्यही भएर म तिमीलाई मुभी हेराउनु लाँदैछु त ल रेडी भइसक्यो छिटो रेडी हो अनि गर्ल्स आर रेडी लेट्स गो आज हामी भगवान् यो फेरि के हो यो उसको यो एउटा उनी छ क्या एउटा उनी छ तर यहाँनिर एउटा सबै यहाँ किराना पसलै छ यहाँनिर सरी गर्ल्स ठिकै छ अब हामी चाहिँ हिँडिसकेको छौँ 6:30 भइसकेको छ अब यहाँ हामीले ट्याक्सी लिएर जाँदा ओर्दा कति टाइम लाग्ने हो तिम्रो सम्पत्ति होइन त्यसमा के छ भन अरू जे भए पनि मेरो उको चाबी हो नि त यो लकरको चाबी हो क्या ल कस्तो हो र के भयो फेरि यहाँ यसले मेरो यहाँनिर बिगारिदिन्छ क्या यो यसले किरिङले
बाई बाई हो क्या विन्डो वान हो क्या राम्री राम्री दिदीहरू कता हिँड्नु भएको को हो फेरि यहाँनिर सबसे राम्रो को हो अरे तर कस्तो हपअप गर्मी हुने क्या है ट्याक्सी अब मैले यहाँनिर बोकेको छु अब यता कतातिर होला नि अब हेरौँ न ट्याक्सी चाहिँ कहाँ छ हामीलाई थाहा छैन होइन अब यतैतिर पाउँछ होला यतै यतै कतै कति राम्रो देखेको लाउनु पनि हुँदैन तिमी बच्चै छौ नि त अलिक हामी ट्याक्सी लिनलाई जानुपर्ने हुन्छ हाम्रो ट्याक्सी चाहिँ यही पायो हामीले कस्तो इजीमा पायो है त्यसजना राम्री दिदीहरू यता हुनुहुन्छ होइन यहाँनिर चाहिँ डाइटिङ भइरहेको छ होइन डाइटिङ हुने कुरा भइरहेको छ मामा के रे फेरि भन्दा हामी चाहिँ ट्याक्सीमा छिरिसकेको छौँ अब कति टाइम लाग्ने भन्ने कुराहरू चाहिँ हाउ मच टेक टाइम 10 to 15 minutes. लिपस्टिक धेरै भयो जस्तो छ मेरो यहाँ अब हामी दुबई हिल्समा चाहिँ आइपुग्यौँ पार्किङमा आयो अब थाहा छैन यहाँदेखि दुईजनाले हामीलाई म लिएर जान्छु केही छैन म लिएर जान्छु पार्किङ पनि फेरि अब यस्तो हुन्छ कि पार्किङमै हराउने होला कि हामी त के हो थाहा छैन दुईजना हाम्रो मेरो आज So guys, we are in parking area. Don't be scared. I will take you off. अब हामी पार्किङमा झरेछ अब हामी कति बज्यो अहिले कहीँ लिफ्ट छैन यहाँ ओके अब माथि गएर अनि हामी मुभीको लागि यसो बुझ्नुपर्ने हुन्छ होइन कति मिनटमा आयो 10 मिनटमा आइपुग्यो होला हामी सायद डाँडा त रहेनछ यस्तोवाला चाहिँ तिमी आऊ अब आउँछ त यसो किन टेन्सन लिन्छौ यो त तर यो त मेरो लागि त नयाँ हो नि त यो कहाँ हो मलाई पनि राम्रोसँग बेसी थाहा छैन जाम हामी आउँ त यसो लिफ्टबाट हेर्दै जामला हामी घुम्दै अहिले चाहिँ के भयो माथिबाट तल झर्दिँदा तर हामी चाहिँ जहाँ हुनु पनि त्यहीँनिर रहेछ कि त्यहीँबाट चाहिँ यहाँबाट नजिक रहेछ सिनेमा भनेर अब हामी यहाँ मुभीभित्र यहाँनिर हलमा के अरे यो भित्र छिरिसकेको छौँ कि के भन्छ मलभित्र अब यहाँबाट गएर हामी अब छिटो जामै तर त्यो मुभीहरू छिटो के हुने हो कस्तो राम्रो रहेछ तपाईँहरूले भनेको माथिबाट जाम भनेर अनि के त लेफ्ट भन्यो होइन कहाँबाट लेफ्ट हो ए यस्तैबाट होला आइसक्यौँ मुभी हलमा छे कस्तो भयो नि लैलै म त ठ्याक्कै 7 बजीकै अनि यो भयो क्या सोल आउट भनेर देखायो अब हामी 10 बजीको मात्र सो देखाइरहेको छ अरू कुनै मुभी हेरेर जाउँ न नै तिमीहरू अरू हेरेर हेर म त हेर्दिनँ जाऊ त भन्दिनँ स्पाइडरम्यान मलाई यस्तो जान्छ फेरि के 10 बजी हेरेर जाऊँ न ल के भन्छ अब यस्तो घुमौँ होइन मलहरूमा फोटोसोटो खिच्छौँ है अनि हामी मुभी हेर्नुपर्ने हुन्छ अहिले 7 बजेको सो चाहिँ सकिएछ वा हेर यो स्पाइडरम्यान ल है त्यसो गरेर अब हामी घुम्न जाऊँ ल तिमी मेरो मनको कुरा बुझ न तिमीलाई बिस्तारै बुझिहाल्छु नि के भन्नु सानो त्यो हाम्रो एउटा स्टोरमा एउटा केटी छ क्या सानो यो चाहिँ डबल क्याप्चरबाट हो कि बनाएको खोइ मेरो ठुलो चाहिँ आउँदो रहेछ मैले चाहिँ के भन्छ हामीले चाहिँ टिकट काटिसक्यौँ अनि तर यता चाहिँ नदेखाउँदो रहेछ तर के भन्छ 10 बजेको सो भयो कि अनि अहिले अब चाहिँ हामी घुम्नलाई हिँडिरहेको हो अनि तर यहाँनिर कहाँ हिँड्ने कहाँ जाने भयो कि यहाँनिर
यहाँ छन् मेरा दुईटा बेहेनाहरू जबरजस्ती हेर्न लगायो क्या मैले चाहिँ यस्तो यस्तो गर्दाखेरि चाहिँ घरिघरि चाहिँ मोबाइल यताउता हुँदो रहेछ होइन हेर त गाइसहरू कहाँ जाने भन त गाइसहरू हामी के किन्ने हो तिमी झरेन झऱ्यो क्या बिस्तारै झऱ्यो कस्तो अनि म बोक्छु ल्याङ नगराउनु के किन्ने भन नि त ल अब नरिसाउ फेरि झार्दिन क्या अब ल कमिङ सुन रहेछ कि हामी अहिले नजाम ल यो चाहिँ सायद कुन जापानिज हो कि जापानिज होला है ब्रान्ड कमिङ सुन रहेछ त्यही भएर हामी अब यतिकै घुम्दै बसिरहेको छौँ होइन किनभने हाम्रो 10 बजेको सो हो कति बज्यो अहिले 8 छैन बहिनी ए 8 बजेको छ यति घुमाइरहेको छु होइन अब तर मुभी त हेर्दा टिकट कस्तो छ है थाहा छैन रे अहिले यस्तो छ क्या यो यस्तै छ क्या यस्तै छ गाइजहरू यस्तै हो क्या यस्तै हो अब हामी कहाँ जाने भन्नु त कहाँ जाने हो त कहाँ जाने अब हामी यतिकै घुम्ने ल माथि जाने तल झर्ने त्यो गर्दै बसौँ ल हामी सबै यहाँनिर जाँदैछौँ होइन यहाँनिर के पाउँछ थाहा छैन लुगाहरू हेर न कति हेर्दैखेरि मलाई कस्तो राम्रो लाग्यो वाउ लाग्यो मलाई यहाँको हेर्ने बित्तिकै जापानिज कोरियन समथिङ केवाला हो मैले अघि त्यहाँ छिर्ने बित्तिकै कस्तो राम्रो लाग्यो क्या त्यो एउटा टी सर्टहरू हेर न यस्तो राम्रो रहेछ यही हो है वाट इज भनेको चाहिँ त्यही हो वाट इज त्यो भनेको चाहिँ त्यही यस ओहो सुत यहाँ सुत कस्तो राम्रो राम्रो सामानहरू त्यो हेर्दैखेरि यस्तो खालको कि त्यो सबै लिएर जाऊँ जस्तो खालको कि वाउ यो त केटाको मात्रै हो क्या रे यहाँनिर चाहिँ त्यही त्यस्तै मेकअपकै सामानहरू के पाउँछ कि त्यसको मैले बाई दिस वान यो चाहिँ कस्तो राम्रो खालको यो पाउडर रहेछ क्या सफ्ट पाउडर के पाउडर हो पनि यो पाउडर राम्रो यो चाहिँ के रहेछ यो तर मैले खोजेको वाला चाहिँ पाएन यहाँ होइन तर मैले खोजेर चाहिँ धेरै कुरा खोजेको चाहिँ मेरो हातभरि यहाँनिर यस्तो भइरहेको छ यहाँनिर कलरफुल भइसकेको छ बल्ल 8 बज्दैछ खाने ए सुन त के हो यहाँनिर सामानहरू यस्तो क्युट क्युट के देखिन्छ क्या अनि मन लाग्छ त्यही हो गाइज धेरै कुराहरू थाकिसक्यो मान्छेहरू यहाँनिर बस्दा यहाँ तर सक्सहरू को हो त्यहाँ 3 जना ल यहाँ चाहिँ दामी छ के यस्तो हो कुन किनिदिउँ त किनिदिउँ नकिनिदिनु ल किन्दिनँ ठिकै छ आमा ल क्युट रहेछ है अब चाहिँ हाम्रो सपिङ यति भयो होइन खासमा तर किन्न त यहाँनिर मैले अर्कै खोजेको थिएँ तर पाएन अब पेमेन्ट गरेर अनि हामी जानुपर्ने हुन्छ होइन 2 जना हाम्रो दिदीहरू पेमेन्ट गर्नको लागि जाँदै हुनुहुन्छ टिकट पारेर यो सबै लिएर यस्तोले हक गर्दाखेरि कति आनन्द आउनु क्या राम्रो रहेछ यहाँनिर यहाँ झन् कस्तो क्युट रहेछ यो वाला चाहिँ यसको प्राइस
कति सफ्ट के यिनीहरू यो कति सफ्ट हुँदो रहेछ नि मैले बस्नु के भयो भने त मुभी हेर्न आएको के यस्तो बोक्नु हो फेरि भनेर हो अरे के भयो रे ए हो मलाई त मेरा बेहनाहरू अब बल्ल बल्ल सामान पैसा खर्च भएपछि चाहिँ खुसी लाग्दो रहेछ क्या अरे यिनीहरूलाई बल्ल सामान किनेपछि बल्ल खुसी भयो अहिलेसम्म चाहिँ रिसाएर बसिरहेको थियो कि होइन मुभी पनि नहेर्ने भनिरहेको थियो अहिले चाहिँ पैसा यहाँनिर तिरेर आयो नि त उनीहरूको आफ्नै पैसाले अनि बल्ल खुसी भइरहेछ यस्तो गाउनु पर्ने रहेछ कि के भएर मैले अब जाने अब यिनीहरूलाई जाडामा एसएनएममा पनि जाने हो हामी अब एसएनएममा छिर्छौँ अब यहाँनिर कति यिनीहरूले अब कति खुसी किनेर आउने हो अघि चाहिँ होइन मुभु समाज 20 राम्रो खुसी किनेर आयो अब यहाँ चाहिँ कति राम्रो खुसी किन्ने हो थाहा छैन यहाँ पनि राम्रो राम्रो छ हो सामानहरू जर्सी है कहिले किनेर किन्दा भोलि पर्सि है भोलि पर्सि आहा त यो हेर्दा सुन त ओ होइन सुस्मिता कति राम्रो हो राम्रो छ किन मलाई किनिदेऊ यो पनि राम्रो रहेछ जाडो ए अब हामी यहाँनिर दामी खुसी किन्ने कतिको खुसी किन्नु भयो तपाईँले त्यहाँनिर ल ल लेट्स बाई ओके गाइस हामी एकछिन भेट्नु पर्ने हुन्छ अब हामी यहाँनिर हल्का टुरहरू हान्नु पर्ने हुन्छ होइन छ त ट्रायल रुमहरू बोक्नु अहिले होइन अहिले चाहिँ सबै मन परेको बोक्यो अनि गएर ट्राई हान्ने अनि किन्ने टाढामा जानुपर्ने हो कि हामी अहिले यहाँ रहेछौँ अब यहाँबाट यस्तो गएर यस्तो जाने अनि एडिडास चिन्ने होइन दिदीले चिन्ने भन्ने हुनुहुन्थ्यो छिट्ने बाई टू यहाँनिर त अफर लागिरहन्छ बाई टू जाने होइन सुन्दा आऊ जाडा हामी चाहिँ यही खोज्दै आज तपाईँ यहाँ जाडामा कति दामी ड्रेस हुन्छ क्या ए यहीको अगाडि रहेछ त अनि हामी उता गयो ए मैले त नदेखेको यादै गरिनँ त्यही भएर यत्रो घुम्यौँ हामी आमा माथि चाहिँ दामी रहेछ ल म चाहिँ फिल्म हल हेर्ने ठाउँमा माथि आइसकेँ कति धेरै भिड रहेछ कहाँ गयो तिनीहरू हराइदिएको रहेछ अब यहाँ मुभी हेर्न मन पर्ने बल्ल अब चाहिँ हामी लाइनमा बसिरहेको छौँ कि तर म त उमा आएपछि हेर्थेँ क्या कहाँ आएर हेर्थ्यौ त्यो त आउनु टाइम लाग्छ नि त्यसमा होइन जे भए पनि हेर्नु हो आँखाले हेर्नु हो was excited to watch movie तिमी भन्देऊ न त अरू पार्ट भन्दै ल म गएर घरमा गएर हेर्छु यो चाहिँ सबै यो स्पाइडर मुभीको लागि बसिरहेको हो होइन लाइनहरू अनि हामी पनि वेट गरिरहेको छौँ 10:05 हो तर अहिले कति भइसक्यो नि 4 भएको छ भित्र छिराउँदैछ कति धेरै छ तर मुभी हेर्नको लागि तर हामी कति 7 8 चुप 8 9 यतिकै बित्यो क्या टाइमै यति बित्यो हामी अब भित्र छिरिसकेछौँ यति धेरै लाइनहरू छ तर स्टार्ट भएको छैन होला सायद आफ्नोमा गएर हेर्नुपर्छ नि फेरि आफ्नो गएर बस्नुपर्छ यतै होला नि हो आउ न हाम्रो P26 P25
एज अ फाइनली मुभी हेरिसक्यौँ अब चाहिँ कति बज्यो आमा 12:46 भएछ अब चाहिँ हामी सिधा घर जानुपर्ने हुन्छ मुभी एकदम दामी थियो तपाईँहरू पनि हेर्न आउन सक्नुहुनेछ यहाँनिर